मलाई जस्तै अरू को हुनुहुन्छ जसलाई आज भोलि एउटै कुराले सताइरहेको छ। नमस्ते एभ्रिवन, इट्स मी उत्तम मगर। आजको भ्लग 18 अफ 2083। लामो समयपछि आज म आफ्ना मनभित्रका केही कुराहरू सुनाउन जाँदैछु। मलाई जस्तै यहाँ अरू को हुनुहुन्छ जसलाई लाग्छ कि मेरो बर्थडे गयो तर अहिलेसम्म जिन्दगीमा केही पनि गर्न सकिएको छैन। संसार जित्ने सपना त धेरै टाढाको कुरा भयो। आज भोलि ऐनामा आफैलाई हेर्दा डर लाग्छ। साथीभाइको दिन प्रतिदिन प्रगति देख्छु र आफ्नो परिवारको अनुहार हेर्दा कहिलेकाहीँ आफैसँग सोध्न मन लाग्छ, खोइ त तेरो प्रगति। तर त्यो भन्दा बढी मन त्यति बेला रुन्छ जब बुवा आमाको फुलेका कपाल र चाउरिँदै गएका गालाहरू देख्छु। मनै त हो कुन चाहिँ छोराछोरीलाई नहोला र यो ढल्किँदै गइरहेको बुवा आमाको उमेरलाई यही रोक्न पाए हुन्थ्यो। तर सृष्टिको नियम नै त हो आफ्नो नियम चलाउँछु भनेर पनि नमिल्ने। उहाँहरू बुढो हुनु अघि नै संसारका सबै खुसीहरू उहाँहरूको भागमा राखिदिन पाए हुन्थ्यो। जब यस्ता कुराहरूले मनमा तनाव धेरै हुन्छ, म सधैँ बन्द कोठाबाट निस्किएर एकछिन बाहिरको वातावरण हेर्छु। खुल्ला आकाश र चिसो हावाले भन्छ कि परिस्थिति जस्तो भए पनि जिन्दगी ठुनिएर बस्नको लागि होइन नि। त्यसैले म हार्ने छैन। अहिले अल्मलिएको हुँ तर रोकिएको भने कदापि होइन।